नमस्कार साथीहरू, हामीका एकजना सर आउनु भएको छ होन्डा ग्राजियाको की कपी गर्नको लागि, जुन म्याग्नेटिक की हुनेछ। र होन्डा ग्राजियाको जहिले पनि चाबी बनाउँदाखेरि म्याग्नेट हालेर मात्र बनाउनु होला र ओरिजिनल ब्ल्याङ्कमा मात्र बनाउनु होला। देख्न सक्नुहुन्छ हामीले मसिनमा चाबी राखेर कटिङ सुरु गरिसकेका छौँ र एक साइड कटिङ भइसकेको छ। पुनः हामीले चाबी कटिङ भइसकेर सफा गर्ने क्रममा छौँ र अब हामी स्कुटरमै गएर यो चाबीले काम गरे कि गरेन भनेर चेक गर्नेछौँ। त्योभन्दा अगाडि अझै फाइलले फिनिसिङ दिइरहेका छौँ चाबीलाई, हेर्न सक्नुहुन्छ। अब स्कुटरमा चाबी हाल्ने पालो, हेर्न सक्नुहुन्छ। यो कहिलेकाहीँ नयाँ चाबी कटिङ गर्दाखेरि अलिकति टाइट हुन्छ। चाबी खुलिसकेपछि जहिले पनि याद गर्नुहोस्, यो म्याग्नेटिक कीमा म्याग्नेटिक होलहरूमा 3टा म्याग्नेट लागेको हुन्छ र धेरैजना साथीहरूको प्रश्न हुन्छ कि यो म्याग्नेटले के काम गर्छ र यो म्याग्नेटिक कीको फाइदा के छ। सुरुमा हामी यो म्याग्नेट राखेर सक्नेछौँ, त्यसपछि हजुरहरूलाई म बताउने छु यो म्याग्नेट किन राखिनेछ। यो म्याग्नेट राख्ने विधि पनि एउटा छुट्टै छ यसमा, हेर्न सक्नुहुन्छ। यसमा अब साउथ पोल र नर्थ पोलको खेलहरू हो, जुन पनि म्याग्नेटिक फिल्डहरूमा साउथ पोल र नर्थ पोलले काम गर्छ, हेर्न सक्नुहुन्छ। म्याग्नेट राखिसकेपछि अब हजुरहरूलाई देखाउन गइरहेका छौँ म्याग्नेटले के काम गर्छ, यो म्याग्नेटिक कीमा किन राख्छौँ। ल हेर्न सक्नुहुन्छ, यसरी यो लक बन्द भइसकेपछि म्याग्नेट चाबीमा म्याग्नेट राखेको छैन भने खुल्दैन। ल हेर्नुहोस्, त्यही भएर जहिले पनि म्याग्नेटिक कीहरूको की कपी गर्दाखेरि म्याग्नेट हालेर मात्र बनाउनु होला। र चाबी भयो रेडी।